एभ्रिवान, खुस्रे घर है बसिरहेको घरमा। आज छुट्टीको दिन है, अलिकति यहाँनिर काम गर्छ, सिमी रोपाइहरू है। र अन्त यता दादाले पनि यता मजाले जोत्नु हुँदैछ है। र हाम्रो ट्र्याक्टर नै छ गभर्मेन्टको। अहिले दादाले मजाले जोत्नु हुँदैछ, फिल्ड तयार गर्नु हुँदैछ। यो उसको लागि, अदुवाको लागि है। भाउजू म अन्त भेना नै आउनु भएको छ। र आज चाहिँ हामी त्यसरी बनाउँछु, ह्यान्डसम्म हेरिदिनुहोस् होला। हामी है छुट्टीको दिन यसरी काम गर्छौँ। कतिसा इज इन्जोइङ एन्ड लर्निङ है। र यता हामी खनिसकेर यो सिमी, कालो सिमी रोप्दैछ। हामी अघि दिन काम गरेको राम्रो कोपी बारी छ, बन्दाकोपी है। मोमोको कोलाई मनपर्छ है, हाम्रोबाट लिन सक्नुहुन्छ तपाईँहरूले। यता चाहिँ अलिक झार गोड्नु पर्ने छ है। र तपाईँहरूले यता देख्न सक्नुहुन्छ मटर पनि छ है, यहाँ फुलकोपी छ है। किन नटिपेको खोलिन्छ है हाम्रोमा। यहाँ बन्दाकोपी भयो है। र भेना एकदम जोसमा भन्नुहुँदैछ, आलु हुन सक्छ। वाट इज दिस? अस्ति हामी वेस्ट ब्याङ्कमा चाहिँ अब हामी सिमी रोप्छौँ। यो आलु खनिसकेर आलु हाम्रो अस्ति रोपेको थिएँ मम्मी र मैले। अस्तिको ब्लगमा देख्नु भएको थियो होला। आलु मजाले फलेको छ। अर्ग्यानिक पोटेटो अघि 3 बकेट लगिसकेको छ यताको है। सुन्तला नि मजाले फुलेको छ योपालि हो, पुरा फुल फुलेको छ भन्न सकिन्छ। सुन्तला बोट पुरा छ। र दादाले जोत्नु हुँदैछ हो सिमीको लागि। सर्रै फाइनली रेडी भयो गाइस। फिल्ड फाइनली रेडी भयो है। अब यहाँनिर अदुवा हुन्छ उतादेखि भयो। र तपाईँले देख्न सक्नुहुन्छ हाम्रो भेनालाई। से हेलो, के गर्नु हुँदैछ अन्त भेना? भर्खर यो माथिको जोतेर चाहिँ दादालाई दिएको। अब ए हो, हत्तु यो दुखेर एकदम हल्लिनु है। ल लगेँ सुन्तला। तामाङ जो चाहिँ कडा छ है। पैसा लगा मेरा मजा। कडा वाचिङ क्रिकेट इन द हाउस है। लु सुरु कसरी पुर्नु पर्छ रे खोइदियो ल पुर्नु। लु त ओके। अन्त यो चाहिँ हाम्रो फाइनल्ली हाम्रो भ्लगको एन्ड चाहिँ हामी यसरी गर्दैछौँ। राति भेना र म साथमा है। भेना के भन्नु चाहनुहुन्छ? अब दिनभरिको थकाइ, अब थकाइमा एउटै मलम मात्रै हो, गानालाई सुल्झाउने। ल लेट्स गो। तिमी नै भनिदेऊ कसरी फकाउन। तिमी नै भनिदेऊ कसरी फकाउन। मलाई दैनन्
शब्द भनौँ तिमीलाई के मलाई आउँदैनन् गफ सुनाऊ तिमीलाई के मलाई थाहा छैन कति कुरा सिकाइदेऊ तिमी साए बसे देख्दा पागल भइसके मलाई आउँदैन फकाउन तिमीलाई मलाई आउन जादु दुना मलाई आउँछन् केवल साधारण शब्द र माया गर्छु भन्न तिमी